खोला चाहिँ यस्तो छ मजाको होइन है दामी छ नि कस्तो छ ब्रदर दामी वेलकम ब्याक टु राइदा फिसरको च्यानल होइन फेरि राइदा फिसर माछा मार्न आइसकेको छ उहाँहरू मेरो साथी रेडी हुँदैछ माछा मार्न लागि उहाँहरू सो उहाँहरू दुईजना माछा दाइ र अर्को साथी उहाँहरू माछा मारेको छ होइन दामी ठाउँमा आइसकेको छु यहाँ पाहाडको बिचमा होइन टपमा माथि भिलेजमा यो नयाँ भिलेजमा आइसकेको छु माछा मार्नु सो उहाँहरू खेलिरहेको रहेछन् होइन पारेको छ कि छैन थाहा छैन अब राई दाइले गएर माछा निकाल्छ हेर्नु है गाई कस्तो राम्रो पानी रहेछ हेर्नु है गाई होइन सङ्लो पानी छ है सेतो पानी अस्ति कहाँ उफ्रिरहेको थियो यहाँ पो त नि अब निक्ले माछा फर्स्ट पालि हानेको छु माछा पल्टेको देख्यो त्यहाँ माछा पल्टेको होइन मेरो गोटी पल्टेको पल्टेको देखिरहेको त्यतिको ठिकै छ पर्यो परिहाल्यो नि यहाँ ल्या के गरेको यसले कस्तो खालको छ्या दामी खालको पारिसकेको छु मजाको छ यहाँ लुक डिस कस्तो राम्रो छ है खोला यो चाहिँ हिमालयन ट्राइब हो दामी छ है लु फेरि म यहाँभित्र पानी बसेँ होइन फेरि अर्को म निकाल्छु है सट्टा फेरि फालेछु सेकेन्ड पालि होइन माछा त भाग्यो त यहाँको त लुक्यो क्या कता लुक्यो लुक्यो पर्यो फेरि कि भाग्यो परिसकेको छ हुन्छ होइन ए रहेछ कति सानो रहेछ यो त सानोबाट फेरि मैले हिमालयन ट्राउट पारिसकेको छु यो चाहिँ होइन हिमालको टाढाको टपको माछा हो दामी खालको हुन्छ है कलर पनि हेर्नु सक्नुहुन्छ दामी छ फेरि दामी खालको हिमालयन ट्राउट पारिसकेको छु उपारिरहेको छ यहाँ दामी दामी देखा यो चाहिँ हिरो है हिरो रियल फिसरम्यान हो है दामी खालको ट्राउट पारिसकेको छ खुसी दामी दामी परिसकेको छ फेरि अर्को हिमालयन ट्राउट परिसकेको छ फेरि हेर दामी खालको आज डाँडाको टपमा आएको छु नि त माछा मार्नु होइन हिमालयन ट्राउट मार्नु खालको मजाको छ यहाँ दामी खालको हो यो माछा नि सानो सानो खालको माछा हो है दामी छ मजाको छ है यहाँबाट म निक्लेको पछाडि गएर पारेको देखाइन्छु पछाडि जुन चाहिँ दामी ठाउँ छ होइन हेर्नु नि त्यहाँ पछाडि के पर्छ त्यो चाहिँ दामी खालको हिमालयन ट्राउट पर्छ प्रायः जस्तो भनेर सुनेको थियो मेरो साथीले पारेको थियो अरे सो अब हेरौँ माछा त मैले एउटा देखेको छुइनँ त यहाँ देखेको छुइनँ छ नि अहिले हेर्नु नि कति पर्छ यहीँ ढुक्कामा सेताडी हेर्नुहोस् पानी कति क्लियर छ यहाँ होइन पानी क्लियर छ अब यसको मुनि गएर खेल्छु पानी हरियो छ होइन ठ्याक्क अब यहाँ मुनि गएर खेल्छु हेर्नु अब यता पछाडि गएर खेल्छु अहिलेको लागि ए उहाँ गएर खेल्छु उहाँ तल बाटो जस्तो छ होइन यहाँ भइरहेको खोला चाहिँ यस्तो छ मजाको होइन है दामी छ हेर्नुहोस् है उहीँ माछा कुदिरहेको छ अहिले भर्खर यो बग्गोमा पनि छ माछा अनि उहाँ पनि छ तर उहाँ अगाडि गएर ट्राई गर्छु यहाँ हेर्नुहोस् दामी छ खोला चाहिँ अगाडि मैले अलिकति कम्ती पारेँ होइन यता अनि त्यही भएर पछाडि आएको छु म मजाको ठाउँ पनि मजाको छ होइन है एकदम मजाको ठाउँमा आइरहेको छु माछा मार्नु हेर्नु सक्नुहुन्छ तपाईँहरू
त्यो ड्यामबाट पानी बगेको छ नि यो ड्याम तलबाट अब यहीँ हो खेल्ने भनेको यहाँ माछा टन्नै हुनसक्छ होइन प्रायः जस्तो त्यही हेर्नु दामी छ भ्यू लेट्स ट्राई टु क्याच सम फिस राइट हियर निकाल्नु खोजेको माछा यहाँ सट्टै हाने होइन हेरौँ है पऱ्यो ठुलै परिसक्यो है हान्ने बित्तिकै फर्स्टै काठमा परिसकेको छ यहाँ हेर्नु सक्नुहुन्छ यहाँ दामी परिसकेको छ फर्स्टै काठमा पऱ्यो यहाँनिर मजाको सानोबाट एकै काठमा परिसकेको छ माछा यहाँनिर मजाको यो मलाई ट्राई गरी हेर्नु सक्नुहुन्छ यो मजाको छ देख्नु सक्नुहुन्छ है मजाको छ क्या हिमालयन ट्राउट अहिले यतापट्टि गएर पऱ्यो फेरि परिहाल्यो मजाको छ गाइस पऱ्यो फेरि परिसकेको छ यहाँबाट फिस दामी खालको हेर्नु सक्नुहुन्छ हाल छोयो मजाको छ यो चाहिँ ब्राउन परेछ है मजाको छ यहाँबाट परेको है चारवटा परिसक्यो पऱ्यो ठुलो पऱ्यो अघि परिसकेको छ हामी बित्तिकै यहाँ खै ठुलो परेछ यहाँनिर अरूभन्दा चाहिँ अलिक ठुलै परेछ अहिले चाहिँ दामी छ यहाँ पऱ्यो फेरि पऱ्यो हामी बित्तिकै पऱ्यो What the hell is black bass? I never catch this. Guys, I catch black bass. I never catch this kind of species before, होइन मैले black bass कहिले पक्रेको थिइनँ You can see, this is a black bass. Whole black. This is really black bass. You can see, this is black colors bass.